नमस्कार साथीहरू, आज पनि हाम्रो साफिया पार्कको यात्रा सुरु भइसकेको छ। सानो नानीलाई लिएर आफ्नो यात्रामा निरन्तर लागिरहेकी छु। गर्मी छ, 50 डिग्री तापक्रम भइरहेको अवस्थामा पनि आफ्नो शरीरलाई तन्दुरुस्त राख्नको लागि पार्कमा इन्जोय गरिराखेको छु। दौडेको छु बिस्तारै बिस्तारै। नानीलाई पनि हेलो सानो, यता हेरिदिनुहोस्, कता हिँड्नु भएको छ? हेलो 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 साथीहरू, तपाईहरु देख्न सक्नुहुनेछ 4.5 किलोमिटरमा रहेको साफिया पार्क। हरियाली पनि त्यस्तै रहेको छ। घाम अस्ताउन लागेको अवस्थामा निकै रमाइलो छ। दृश्य पनि सुमधुर, चराचुरुङ्गीको आवाज पनि सुन्न सक्नुहुनेछ। त्यस्तै गरी हाम्रो छुनमुन पनि इन्जोयमा छन्। गर्मी भइरहेको छ छुनमुनलाई। निकै सौन्दर्यता थपिएको छ पार्कमा। देख्नुहोस् साथीहरू, बच्चाहरूलाई खेल्ने ठाउँ पनि छ। खजुरका बुट्टा पनि देख्न सक्नुहुनेछ। यस्तो मजासँग खजुर पाकिरहेको छ। खजुरको पाक्ने सिजन छ अहिले। हजुरहरू पनि हेरेर इन्जोय गर्नुहोला। गर्मी धेरै छ है त साथीहरू। थ्याङ्क यू। मेरो भिडियोलाई मनपर्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद। फेरि पनि यस्तै भिडियोहरू लिएर आउनेछु तपाईहरुको सामु।